हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। फेरि पनि म उपस्थित भइसकेको छु हजुरहरूको माझ। रसिलो पसिलो हँसिलो फेस लिएर भन्न त म सक्दिनँ, किन त भन्दाखेरिमा न त हँसिलो छ, न त रसिलो छ, न त पोसिलो छ मेरो फेस। यही चाउरी परेको गाला लिएर हजुरहरूको माझ उपस्थिति भएको छु। हजुरहरूलाई चाहिँ के लाग्छ र म चाहिँ हजुरहरूको माझ उपस्थिति भएको छु भने केही न केही चिज त पक्कै पनि लिएर आएको छु होइन। म कुनै पनि खाली हात त पक्कै पनि हजुरहरूको सामु आएको छैन। केही न केही चिज लिएर चाहिँ हजुरहरूको सामु पुगेको छु है त। हजुरहरूलाई चाहिँ के लाग्छ, कस्तो लाग्छ, मन पर्छ भने होइन सबै भिडियो हेरेर चाहिँ ओके। अब चाहिँ म चाहिँ हजुरहरूलाई चाहिँ जुन कुरा म लिएर आएको छु त्यो चाहिँ हजुरहरू माझ बताउन गइरहेको छु। जुन कुरा भनेको चाहिँ यस्तो छ, कस्तो छ भन्दाखेरिमा जिन्दगीमा एउटा बेरोजगार लाइफ जिउन एकदमै कठिन रहेछ क्या होइन। र अझै हेर्नुहुन्छ भने मलाई हेर्नुहोस्, म करिबन 2 महिनादेखि न त भिडियो बनाइरहेको छु, न त कुनै सोसल मिडियामा होइन यताउता आइरहेको छु। किन त भन्दाखेरिमा हजुरहरूलाई थाहै नै छ, अगाडि मेरो भिडियो हेर्नुभएको छ भने पक्कै पनि थाहा पाउनुभएको होला होइन। त्यसको कारणले गर्दाखेरि म 2 महिनासम्म अलमोस्ट बसेरै जिन्दगी बितिरहेको छ। र यो क्रममा मेरो यो बेरोजगारी लाइफ जिन्दगी देखेर एकदमै बोरिङ भयो क्या म होइन। जुन कुरा देखेर म आफैलाई एकदमै दिगदार लाग्यो, के गर्ने कस्तो गर्ने भन्ने एकदमै धेरै सोचमा परेँ होइन। किन त भन्दाखेरिमा भिडियो बनाउँछु, भिडियो बनाएर पोस्ट गर्छु, न त भने जस्तो लाइक आउँछ, न भने जस्तो भ्युज जान्छ होइन। त्यसको कारणले गर्दाखेरि उता पनि निराश र जिन्दगीमा आफूसँग न कुनै सिप छ, यता पनि निराश। अब जिन्दगीलाई कसरी चलाउने भन्ने कुरा त्यता पनि निराश। जिन्दगीलाई चाहिँ कसरी चलाउने भन्ने कुराले धेरै डामाडोल बनायो होइन, धेरै सोच्न बाध्य बनायो। र मेरो जिन्दगी भनेको एउटा खाली बोतल त पक्कै पनि हजुरहरूले देख्नुभएको छ होला। मेरो जिन्दगी भनेको सेम लाइक त्यही खाली बोतल जस्तै भयो क्या होइन। कसैले आउँछ लात्तीले पुङ हान्छ, पर पुऱ्याउँछ, अर्को आउँछ अर्कोले हान्छ, अलि पर पुऱ्याउँछ होइन। या कतै भनौँ न नदी नबगिरहेको छ भने बिस्तारै बग्दै कहिले को कुनामा गएर अडिन्छ, कहिले को कुनामा गएर अडिन्छ। मेरो जिन्दगी सेम लाइक त्यसरी नै चलिरहेको छ क्या। किन त भन्नुहुन्छ भने अब तपाईँलाई त थाहा नै छ, एउटा भनौँ न एउटा मेरो जिन्दगीमा परेको एउटा दुर्घटनाको कारणले गर्दाखेरि म केही त गर्न सकिरहेको छैन र मैले चाहेअनुसारको होइन हेभी कामहरू पनि गर्न सक्दिनँ होइन। र यही सोसल मिडिया मार्फत अगाडि बढौँ न त भन्ने एउटा सोच त बनाएँ। तर सोच बनाइसकेपछि भिडियोहरू बनाउँछु, भिडियो बनाइसकेपछि सायद या राम्रो क्यामेरा नभएको कारणले हो, या एउटा राम्रो कन्टेन्ट नभएको कारणले न त भ्युज आउँछ न त लाइक आउँछ, जसले गर्दाखेरि मलाई एकदमै निराश बनायो क्या होइन। अब चाहिँ मैले के गर्दाखेरि चाहिँ बेटर होला भन्ने एकदमै सोचमा परिरहेको छु होइन। मेरो जिन्दगी भन्दा त देख्नुभएको छ होला होइन, गल्लीमा हिँड्ने कुत्ता होइन, उसको जिन्दगी नै एकदम बवाल छ क्या होइन। साँझ खान्छ, बिहान खान्छ, मजाले आफ्नो दिनचर्या चलाइरहेको छ। सेम लाइक मेरो पनि त्यस्तै भएको छ कि खायो बस्यो उठ्यो हिँड्यो होइन। हिँड्न पनि सक्दिनँ धेरै होइन, यतिकै बाहिर नै यताउता गरेर नै जिन्दगी बितिरहेको छ। अब चाहिँ मैले के गर्दाखेरि चाहिँ बेटर होला भन्ने मलाई लागिरहेको छ होइन। हजुरहरूको माझ एउटा यो भिडियो हजुरहरूसम्म पुग्छ भने चाहिँ हजुरहरूले चाहिँ केही सजेसन दिन सक्नुहुन्छ मलाई चाहिँ होइन। मैले के गर्दाखेरि चाहिँ बेस्ट हुन्छ होला होइन। न त कुनै सिप छ, न त कुनै पढाइ छ, न त कुनै योग्यता छ होइन। एउटा भनौँ न बेरोजगारी सङ्घको अध्यक्ष जस्तै भएर बसेको छु होइन। के गर्ने, जिन्दगीलाई एकदमै गाह्रो तरिकाले जिइरहेको छु। जिन्दगीलाई कुन तरिकाले चाहिँ सहज बनाउन सकिन्छ होला हजुरहरूले चाहिँ सजेस्ट गर्नुभयो भने चाहिँ पक्कै पनि केही न केही बेटर गर्न सकिन्छ। न त यो फेसबुकले या न त यो भनौँ न युट्युबले सोचे जस्तो भ्युज दिन्छ, न त सोचे जस्तो केही गर्छ होइन। एउटा मोनिटाइज हुन सकिरहेको छैन। लाग्न त म धेरै अगाडिदेखि लागिरहेको छु एउटा युट्युबमा होइन। सायद कन्टिन्यू भिडियो नहाल्नाले पनि हुनसक्छ होइन। त्यसैले चाहिँ हजुरहरूले चाहिँ मैले के गर्दाखेरि बेटर हुन्छ होइन। जिन्दगी एकदमै झन्डु छ, एकदमै भनौँ न खाली बोतल छ। यो खाली बोतल जिन्दगी जिउनुभन्दा त बरु भनौँ न त्यही नै जिन्दगी ठिक होला जस्तो मलाई लाग्छ होइन। के गर्ने कस्तो गर्ने एकदमै दोधारमा छु, जिन्दगीलाई कसरी चलाउने भन्ने सोचमा छु होइन। अब के गर्दाखेरि चाहिँ बेटर होला त होइन। न त भिडियोमा राम्रो भ्युज आउँछ, एकदमै
कन्फ्युजनमा छु के जिन्दगी भनेको यस्तै छ के गर्ने जिन्दगी होइन। हजुरहरूको सायद हजुरहरूले त राम्रै तरिकाले जिइराख्नु भएको छ होला, काम त गरिराख्नु भएको छ नि। म त लाइक त्यो काम गर्न पनि अलिकति भनौँ न अहिले त्यतिको योग्य छैन, काम गर्न पनि सक्दिनँ होइन। अहिले मेरो शरीरमा विभिन्न प्रकारको समस्याहरू परेको छ, त्यसको कारणले गर्दाखेरि अब बिस्तारै हजुरहरूले सपोर्ट गर्नुभयो भने चाहिँ केही न केही यही एउटा युट्युब मार्फत केही गर्न सक्छु कि भन्ने एउटा सोच बनाइरहेको छु होइन। आजदेखि चाहिँ म हजुरहरूको माझ चाहिँ यस्तै खालको भिडियोहरू चाहिँ लिएर आइराख्ने छु। र सबैभन्दा ठुलो कुरा हजुरहरूले सबै हेरेर चाहिँ साथ सपोर्ट गर्नुभयो भने चाहिँ पक्कै पनि केही न केही गर्न सकिन्छ। तर हजुरहरूले चाहिँ यो इन्फर्मेसनलाई चाहिँ मजाले हेर्न एकदमै जरुरी छ होइन। र यही नै भन्न चाहन्छु, मेरो जिन्दगी यसरी नै बितिरहेको छ। हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ होइन। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिन सक्नुहुन्छ मेरो युट्युब च्यानलमा। र पहिल्यैदेखि साथी हुनुहुन्छ भने उहाँले चाहिँ सेयर गरी सपोर्ट गर्न सक्नुहुन्छ। र हजुरहरूको सपोर्ट एकदमै जरुरी छ गाइज। हजुरहरूले मलाई सपोर्ट गर्नुभयो भने चाहिँ मैले मेरो जिन्दगीको केही बाटोहरू खुलाउन सक्छु या केही मेरो बाटो खुल्न सक्छ, हजुरहरूकै हातमा छ। थ्याङ्क यू सो मच, यति नै भन्न चाहन्छु। हजुरहरूले चाहिँ सपोर्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच, अल द बेस्ट, बाई बाई। भोलिको भिडियोमा भेटौँला।